हेलो हेलो साथीहरू, मैले एउटा सानो मिनी भ्लग ल्याइछु। यो धानको बिउ राख्दादेखि धान रोप्दासम्मको। हेर्नुहोस् त साथीहरू, कति राम्रो बिउ उम्रेको। 2 दिनसम्म पानीमा भिजाएर अनि खोलेको यस्तो राम्रो भएको। सधैँ हाम्रोतिर त यसरी नै च्याप्छन्। अब ठाउँ बनाएँ मैले बिउ राख्नलाई। मकैहरू थियो, घाँस थियो, काटेर खनेर ठाउँ बनाएँ मैले। यो मकैहरू, यो घाँस, खुर्सानी पनि छ यहाँ। अनि फेरि यो यति ठाउँ भए त पुग्छ होला भनेर मैले गरेँ। अनि फेरि यो मकै, हरियो घाँस, बाख्रालाई भइहाल्यो। यति ठाउँ बन्यो। अब यहाँ बिउ राख्ने। अब बिउ राख्नलाई म मोटरको पानी चलाएर ठाउँ बनाउँदैछु। मेरोमा फेरि ट्र्याक्टर आउँदैन नि त, त्यसैले आफै खनेर गराउनु पर्छ। त्यसैले म आफै खनेर बनाउँदैछु। हेर्नु साथीहरू, मोटर चलाएर अनि खेतनी थोरै छ नि त, त्यसै भएर थोरै बिउ राख्नलाई ठाउँ बनाउँदैछु म। ठाउँ बनाएँ, सम्माएँ, यसरी राम्रो बनाएँ अनि ठाउँ बन्यो। यस्तो भयो। अनि यो फेरि धानको बिउ उम्रियो। सानो थियो, उम्रिसकेपछि यस्तो राम्रो हरियो भएको छ। बाक्लै उम्रिएको छ। छर्न पनि म आफै छरेको, राम्रो भएको छ। अनि यतातिर खुर्सानी छ, मैले खुर्सानी लगाएको। खुर्सानी हरियो हरियो, पिरो पिरो खानलाई। अनि यहाँ म बनाउँदैछु, आली लगाउँदैछु खनेर खेतहरूमा। अनि यहाँ म आलीहरू खनेर बनाउँदैछु पानी अड्डिनको लागि। अनि उतादेखि त्यहाँसम्म खन्दै खन्दै आएको। के गर्ने, आफै गर्नु पर्यो। सकेसम्म आफैले गरेको राम्रो होइन र साथीहरू। अनि अलिअलि काम चलाउ बनाएको, त्यस्तो राम्रो त जान्दिनँ। अनि यहाँ फेरि मैले पानी लगाउनलाई कुलो सफा गरेको। अनि यहाँदेखि यहाँसम्म मैले खनेर कुलो बनाएपछि अब यहाँ बिउ काट्दैछु मैले। बिउ काटेको यति सजिलो थियो। यहाँ हामीले त्यो के भन्छन्, तोरीको छरेको थियौँ नि त, त्यसलाई के भन्छन्, खली। यति सजिलो थियो नि, यति सजिलो थियो। राम्रो भएको छ बिउ। यता आमाले बिउ गोड्दै हुनुहुन्छ, यतातिर मेरो बाबाले बिउ गोड्दै हुनुहुन्छ। त्यहाँ खुर्सानी हामीले भर्खर सुरु गरेको, बाक्लो बाक्लो थियो। यहाँ फेरि हामी सबै छौँ, आन्टी बहिनी आउनुभएको थियो बुटोलदेखि, दिदी। हामी सबैले बिउ गोड्दैछौँ, पानी परेर पानीमा बिउ गोड्दैछौँ। अनि पिर्का सिर्कामा बसेर यहाँ रोपेर सकियो। 5 बजे मिलो बनाइदिनु भएको थियो। अनि फेरि 5 बजेदेखि 9 बजेसम्म रोपेको 2 बहिनी अनि मम्मीले। यसरी हाम्रो रोपाइ सकियो अहिलेको। हुन्छ गाइस, यही नै हो मेरो सानो भिडियो। ल, बाई।